अन्बी कता हिँडेको तरकारी किन्न बिस्तारै है बुङ्गो हुन्छ भिडभाड छ प्याप्प गरेको है अबुई करेला किन्न जाने है अब है गाडी बाइकमा यसो सफा गर्दैछ यहाँनिर रहेछ यता आउला अब फुटाउ ए ल उता पसलमा गएर करेला छ आन्टी भनेर सोध त उता अगाडि जाऊ ल जाऊ खै त करेला खै करेला छ कता छ करेला छ भन्ने सोध अन्बी ए यहाँ के रहेछ केरा छ ल आइसक्रिम पसल रहेछ यहाँ ल हेर्न अब आएको पसलमा जाने है त्यहाँ करेला छैन अरे है कति धेरै धनियाँ रहेछ सबै धनियाँ फलेर रहेछ बाबरे है अन्बी डगी बसेर रहेछ त्यहाँ स्कुल बसहरू छन् यहाँ पारी छ कि हाम्रो घरमा पारी हो पक्कै पारी जाने है अन्बी त्यो बस आउन देऊ यसलाई जान देऊ जाने है पख है गाडी आयो यहाँ त यस्तरी गाडी हिँड्छ र यहाँ छ कि छैन तरकारी साग त सबै सुकेछ साग सुकेछ यहाँ के अरे वाटरमेलन रहेछ करेला खै त करेला यहाँ करेला छ ए त्यो सेतो त छैन करेला सेतो करेला छैन त्यही लिएर जाऊँ न त ल ल उता करेला उता बाहिर उता जाने होइन अनि उता करेला उता करेला छ हेर त यहाँ करेला रहेछ है यहाँ छ यहाँ करेला एउटा दुईटा पैसा देऊ यहाँ यता हो लाऊ यति भयो जाऊ यहाँ कम लाऊ पैसा देऊ है अब पैसा छ लाऊ यो यति गरिदिनु त तिनवटा पैसा छ खै कता गयो पैसा ल 35 रुपियाँ भयो ल फिर्ता दिनुहुन्छ त्यो पनि ल्याऊ है उता ऊ अङ्कलले पैसा दिनुहुन्छ थ्याङ्क यू भन हस् धन्यवाद है पैसा राख न त झोलामा त्यो चक्लेट दे ल 20 रुपियाँ भन्नुभयो ल त्यही हातमा लिनु भयो धन्यवाद 20 रुपियाँको मुला अन्बी घर आयो अन्बी ल जाऊ बिस्तारै जाऊ है जाऊ पुस्कर ए अन्बी आयो ल बाबले जुत्ता खोलेको जुत्ता मिलेन नि यहाँ जुत्ता मिलाऊ गुड जब कति ज्ञानीले चाहनु गुड जब भेरी गुड ल आमालाई ढोका खोलिदिनु भन पसल गएर आएको भन ल ढोका खोलिदिन्छु भन ए ल पसल गएर आउनुभयो उहाँ